सुदन गुरुङको राजीनामा होइन, भ्रष्टाचारीको सातो जानुपर्छ। गृहमन्त्री सुदन गुरुङले जबदेखि पुराना फाइलहरू खोल्ने र भ्रष्टाचारीहरूलाई कानुनको कठघरामा उभ्याउने आँट गर्नुभयो तबदेखि शक्ति केन्द्रहरू हल्लिएका छन्, जसले देशको ढिकुटी रित्याए। तिनैले आज मिडियालाई हतियार बनाएर गृहमन्त्रीको राजीनामा मागिरहेका छन्। तर याद राखियोस्, यो राजीनामाको माग जनताको होइन, ती डराएका मुसाहरूको हो जो भोलि जेल जाने डरमा छन्। कतिपय अनलाइन मिडियाहरू जसको लगानीको स्रोत नै शङ्कास्पद छ, आज तिनैले सत्तालाई बङ्ग्याएर भ्रम फैलाइरहेका छन्। हिजो रवि लामिछाने विरुद्ध जुन शैलीमा आक्रमण भएका थिए, आज त्यही शैली सुदन गुरुङ विरुद्ध अपनाउँदैछन्। राज्यको पैसामा रजाई गर्ने भूमाफिया र बिचौलियाहरूको स्वार्थमा चल्ने मिडियाहरूले सरकारको राम्रो काम कहिले देख्दैन। यस्ता मिडियाहरूलाई नेपाली जनताले चिन्नु र बहिष्कार गर्नु आजको आवश्यकता हो भन्ने कुरा आम नेपाली जनताले बुझ्न जरुरी छ। जो नेपाली जनता यो देश विकास होस् भन्ने चाहना राख्नु भएको छ। लाखौं फलोस भएका पेजहरूले जे लेख्छन् त्यो सधैँ सत्य हुँदैन। यदि कुनै मिडियाले केवल नकारात्मक मात्रै फैलाउँछ नकारात्मकता मात्रै फैलाउँछ र भ्रष्टाचारीको मात्र बचाउ गर्छ भने त्यस्ता मिडियालाई अनफलो गरेर जनताले आफ्नो शक्ति देखाउनु पर्छ। रातो पार्टी होस् वा सेतो पार्टी, जुनसुकै मिडिया होस्, यदि